हामी यस्तो युगमा बाँचिरहेका छौँ जहाँ नशा अब उमेर हेरेर आउँदैन, अवस्था हेरेर आउँछ। विद्यालय पढ्ने नानीहरूदेखि जागिरे बुबा आमासम्म कुनै न कुनै नशाको रूपमा लिप्त छन् अनि हामी भन्ने गर्छौँ समाज बिग्रियो। यो त नाच्न नजान्ने आँगन तेरो भने जस्तो भएन र महोदय? तर समाज कसले बनाएको हो? बच्चा बिग्रियो भने त्यसको जरा कहाँ खोज्ने? किनभने बिरुवा उम्रिनु अघि नै माटो चिन्न सकिएन भने रुखको स्वरूप दोष दिने हामी को हौ? घर भनेको पाठशाला हो र अभिभावक पहिलो शिक्षक। बच्चा बोल्न जान्दैन तर उसका आँखा सिकाइरहेका हुन्छन्। यदि ऊ घरैमा नशा देख्छ, अशुद्ध भाषा सुन्छ र अनावश्यक क्रोध देख्छ भने भन्नुहोस् त महोदय, उसले बाहिरबाट केले राम्रो सिक्न सक्छ र? यो त धर्म कर्म डाँडामा अनि चामल थाप्नु भाँडामा भने जस्तो भएन र? आज एकातिर हामी स्कुल पढाउने बच्चालाई राम्रोसँग पढ, राम्रो मान्छे बन भन्छौँ, तर घर नसक्ने अभिभावकको साथमा कुनै शिक्षक, कुनै पाठ्यक्रम र कुनै कानुनले समाज सुधार्न सक्दैन महोदय।